काठमाडौँको फर्पिङमा अवस्थित मल्लकालीन इतिहास बोकेको यो प्रख्यात शक्तिपीठले मानिसहरूलाई कसरी डरबाट मुक्त गराएर उनीहरूको मनोकामना पूरा गर्छ भन्ने कुरा आज हामी बुझ्नेछौँ। अब तपाईलाई लाग्न सक्छ सामान्यतया उग्र वा डरलाग्दो रूपलाई हामी त्राससँग जोड्छौं, तर यहाँ यस्तो उग्र रूप भएकी देवीले कसरी मानिसलाई शान्ति र हिम्मत दिन्छिन् त? पहिलो, माता दक्षिणकाली साँचो अर्थमा शक्तिको प्रतीक हुनुहुन्छ। उहाँ देवी दुर्गाको उग्र तर भित्रबाट एकदमै करुणामयी अर्थात् दयालु रूप हो। उहाँले सबै नकारात्मक शक्तिहरूको नाश गरेर भक्तहरूको रक्षा गर्नुका साथै स्वास्थ्य र सफलता दिलाउनुहुन्छ भन्ने एकदमै गहिरो विश्वास छ। यसलाई यसरी बुझौं न, जसरी एउटी आमा आफ्नो सन्तानलाई बचाउन जस्तो सुकै कठोर रूप पनि लिन सक्छिन्, ठ्याक्कै त्यसै गरी माताको यो उग्र रूपले भक्तहरूलाई पूर्ण रूपमा सुरक्षित महसुस गराउँछ। दोस्रो, यो ठाउँ सामान्य पूजापाठको लागि मात्र नभई तान्त्रिक र शाक्त साधनाको प्रमुख केन्द्र हो। विशेष गरी बडा दशैं र औँसीको दिन त यहाँ हजारौं साधकहरू शक्ति र विजयको विशेष आशीर्वाद लिन आउने गर्छन्। अब शक्ति र साधनाको कुरा त भयो, तर यस्तो गहिरो अभ्यास गर्नको लागि कस्तो वातावरण चाहिन्छ त? अन्त्यमा यो मन्दिर वरिपरिको प्राकृतिक शान्ति एकदमै विशेष छ। जंगल र खोलाको बीचमा रहेको यो एकान्त वातावरणले ध्यान, पूजा र आत्मिक शान्तिको लागि साँच्चै नै एउटा उत्तम आध्यात्मिक माहौल तयार गर्छ। तसर्थ दक्षिणकाली मन्दिर केवल एउटा ऐतिहासिक संरचना मात्र नभएर शक्ति, संरक्षण, श्रद्धा र आत्मिक शान्तिको एक जीवन्त स्रोत हो।